ल आज चाहिँ हामी छौँ हाम्रो गाडी यहाँ है ठ्याक्कै कहाँ आइपुगेका छौँ दाइ हामी दाइ हाम्रो यहाँ हुनुहुन्छ कहाँ आइपुगेका छौँ आज हामी जोरधारा भन्दा अलि अगाडि भाइ जोरधाराभन्दा अगाडि सिन चाहिँ भर्खर टक्क घाम लागिरहेछ तपाईँको बाटो चाहिँ एकदम बवाल छ सानो हो बाटो चाहिँ ल भन्नुहोस् के भन्न चाहनुहुन्छ दाइ कस्तो लागिरहेको तपाईँलाई फिल यहाँ आइपुग्दा यो ठाउँमा यसरी टक्क स्वर्ग के भाइ स्वर्ग यार स्वर्गै जस्तो फिल भयो स्वर्ग जस्तो फिल भर्खर घाम उदाएको जस्तो होइन बबाल के बबाल एकदम राम्रो आहा घाम चाहिँ एकदमै राम्रो देखियो डाँडा पाखाहरू जाउँ बाटो चाहिँ अलिक खत्तम छ यो होइन हेर्दै जाउँ दाइले हामीलाई अब सिन देखाउनु लानुहुन्छ यहाँबाट हो ओ माई गड ल यस्तो भिर पाखा आमामा यो डाँडा ल हेर कडा खाने के सिउँडी जस्तो होइन खै के दामी दामी है तिनीहरू सबै भवाल त देखिया त लडेर यहाँबाट दाइ झऱ्यो भने के हुन्छ चटनी हुन्छ चट्नी पनि भेट्यो ढुङ्गै ढुङ्गा यस्तो त्यहाँ हेर न खोज ठ्याक्कै यस्तो दामी ठाउँ एकदम रमाइलो लाग्दो ठाउँ छ होइन दाजुभाइ हामी यता छौँ होइन ल हेलो भन्ने झर्छ क्या हेलो हेलो ल अब तपाईँको यहाँ एकदम रमाइलो छ गाडी यहाँ छ हामी कता पोखराबाट हिँड्दै हो पोखराबाट अब कहाँ जाँदैछौँ बुटोल जाँदैछौँ बुटोल यो चाहिँ पाल्पा भयो होइन टक्क तर यहाँ अलिकति ठाउँ चाहिँ अलि बाटोतिर चाहिँ सफै छ यतातिर चाहिँ अलिक चिसो न हावा हेर्ने रुखहरू कस्तो दामी हल्ला आमा सर हावै बजेको एकदम यो डाँडाहरू यो पछाडिको कस्तो राम्रो हेर्नु टक्क है क्या राम्रो देखाएको छ यता चाहिँ अलि हुस्सु भएर जस्तो लाग्यो यो चाहिँ तपाईँको त्यही भएर हो ठिक छ नेक्स्ट सिनमा तपाईँहरूलाई स्वागत छ है त अब यहाँबाट हामी चाहिँ टक्क जाँदैछौँ सर तलतिर झर्दैछौँ खासमा यहाँबाट एकदम राम्रो अब तपाईँको सुन्दर होइन एकदम हेर्दाखेरि दामी छ यहाँनिर चाहिँ तपाईँको गेट छ के पो गेट भन्ने तपाईँको यहाँनिर गेटमा नाम लेख्यो होला तपाईँको यहाँबाट पनि एकदम राम्रो देखिन्छ होइन तपाईँको एकदम राम्रो ठाउँ छ क्या यो भनेको चाहिँ तपाईँको गेटको नाम खोइ के हो यो बुझेन होइन हल्का तर सिन चाहिँ एकदम राम्रो छ कि यतातिर सानो बाटो चाहिँ सानो छ पोखराबाट ठ्याक्कै यो पोखराको पछाडिपट्टि बाटोबाट त बुटोल झर्नेपट्टि रहेछ हो बाटो चाहिँ एकदम सानो छ तर बाटो सानो भएसँगै तपाईँको राम्रो सुन्दर दृश्यहरू र तपाईँको एकदम रमाइलो मनमोहक होइन तपाईँको एकदम राम्रो भिर पाखा डाँडा पाखा एकदम रमाइलो लाग्दो तपाईँ अवश्य होइन एकचोटि मजाले घुम्न आउने तपाईँको आफ्नो पर्सनल खासमा बाइक हुनु पऱ्यो कार अथवा बाइक छ भने चाहिँ तपाईँको एक राउन्ड चाहिँ हान्यो भने चाहिँ तपाईँको भनौँ न टेन्सन आफ्नो ठाउँमा छ दुःख पिर आफ्नो ठाउँमा छ कि तर तपाईँको खुसी चाहिँ एकदम मजाले भइन्छ कि तपाईँको एकदम दुःख बिर्सिने ठाउँ हो जस्तो लाग्छ मलाई चाहिँ होइन म पनि आएको थिइनँ जीवन फर्स्ट टाइम आउँदैछु बट तपाईँहरू एकचोटि आउनुभयो भने चाहिँ होइन तपाईँहरू एकदम खुसी लाग्छ कि तपाईँ आफ्नो दुःख पीडा टेन्सन होइन एक ठाउँमा तपाईँ आफैले साइड लगाइदिनुहुन्छ कि एकछिन त पर बस तँलाई अहिले यो बाटो सकिएर म घर जान्छु अनि त्यसपछि बोलाउँला भन्ने खालको फिल आउँछ कि तपाईँहरूलाई पनि तपाईँ हेर्नु न अब टक्कै हेर्दाखेरि होइन बिहानै छ कि खासमा होइन भर्खर अब तपाईँको कति बज्दै भन्दाखेरि 6:54 भएको छ कि 6:54 भएको भर्खर बिहानै अनि त्यही माथि त्यही पनि सानो दुईवटा गाडी पनि बल्ल बल्ल छिर्दै रह अब मिलाएर यसो जाँदैछौँ त्यही पनि रमाइलो ठाउँ चाहिँ एकदम रमाइलो लाग्यो मलाई चाहिँ लास्टै तपाईँको होइन ठाउँ चाहिँ लास्टै रमाइलो छ है तपाईँको यो ठ्याक्कै अहिले हामी छौँ चिताइन भन्न आयो के अरे ठ्याक्कै तपाईँको के भन्छन् तानसेन बजार भन्छ नि हो त्यहाँनिर तानसेनमा छौँ तपाईँको हेर्नु न अब तपाईँको यो ठ्याक्कै अब गाडीहरू भए पनि घरहरू पनि टक्क सानो सानो भयो नि बनाएन अब अगाडि त त्यो रातो घरहरू यता पक्का घर पनि बनाएको छ अब यो बाटोमा यो के अरे यो बारी पनि यो के अरे ट्याक्कै स्टेप अनुसार बनाएको छ बाटो सानो
छ तर पनि अब गाडीहरू त हिँडिराख्दो रहेछ 24 घन्टा तपाईँको गाडीहरू त आएको है होइन पसलहरू पनि ट्याक्क खोलेर राखेको छ बाटोमा बाटो हेर्नु न तपाईँ आफै यत्रो सानो बाटो छ क्या बाटो त तपाईँले नसोचे पनि हुन्छ क्या बाटो त यत्रो छ होइन ध्यान चाहिँ एकदम दिएर हिँड्नुपर्छ तपाईँको चारैतिर मोडै मोड छ फेरि एकदम ध्यान दिएर हिँड्नुपर्छ तपाईँको अब यस्तो मोडमा चाहिँ तपाईँको मान्छेहरू हामी तपाईँहरू जस्तो होइन सबैजना मेरै पनि गल्ती हुन्छ अरूको पनि गल्ती हुन्छ होइन तपाईँको खासमा अब तपाईँको गल्ती हुन्छ त हुन्छ तर कस्तो भन्दाखेरि तपाईँको सबैजना एउटै हुँदैन नि त कसैको अन्नधुन्ना हाँकिरा हुन्छन् क्या तपाईँको गाडी बाइकहरू होइन अन्नधुन्ना के मन मर्जी पुरा आकाशमै अब मलाई त कसैले के गर्न सक्छ र भन्ने हिसाबले होइन त्यसरी हाँक्छन् क्या मान्छेहरू त्यही भएर आफू चाहिँ सतर्क भएर टक्क बिस्तारै ट्याक्क चलाएर सरेर जानुपर्छ कारहरू चाहिँ आएको कार अनि यहाँ ट्रकहरू पनि थुप्रै आउँदो रहेछ यो चाहिँ स्कुल बस गइरहेछ हाम्रो ठ्याक्कै अगाडि तपाईँको स्कुल बसहरू पनि ट्याक्क हिँड्दो रहेछ मजाले यताबाट तपाईँको कति टाढासम्म विद्यार्थीहरू हिँडेर जाँदो रहेछन् कि अब पहिला हाम्रै अब बाबाआमाहरूले भनेको सुनिन्थ्यो तपाईँको अब यो के अरे मकै चामल पिसाउनलाई अनि त्यसपछि के अरे तपाईँको पढ्नलाई के अरे खोइ कति कहाँ 3-4 घन्टा हो कि कति हिँडेर जानु पर्थ्यो तिमीहरूलाई यस्तो छ भन्नुहुन्थ्यो कि अहिले हेर्दाखेरि हो जस्तो लाग्छ कि अहिलेको जमानामा पनि तपाईँको अब यहाँनिर यति लामो ठाउँ कि तपाईँको अघि भर्खर हामीले मान्छे चढाएर ल्याएको थियो होइन अनि 4-5 जना हुनुहुन्थ्यो कलेज पढ्ने स्टुडेन्ट अब तपाईँको कस्तो भन्दाखेरि ठ्याक्कै तपाईँको लगभग 6-7 किलोमिटर होला कि 6-7 किलोमिटर परदेखिबाट आइरहनु भएको थियो कि अचम्म लागेको हेर्दाखेरि त त्यही पनि अनि हामीले चाहिँ लिएर आइदियौँ कि अनि त्यसपछि मैले चाहिँ अनि जानुहुन्छ भनेर भनेको खासमा अनि अब हात देखाउँदै हुनुहुन्थ्यो अनि जाने भनेर भन्नुभयो अनि ल्याएर छोडिदिएको थियो हामीले ठ्याक्कै उता के अरे तानसेनबाट पनि अझै ओर ल्याएर अनि यहीँबाट पनि तपाईँको पाल्पा अझै टाढा खायो कि होइन त्यो अगाडिको भयो पाल्पाकै यो चाहिँ पाल्पा जानुभन्दा अगाडिको सिन हो क्या तपाईँको जीवनको एउटै हो क्या तपाईँको यो अब यो हाम्रो जुन अहिले भिडियो छ तपाईँको यसको शीर्षकै थोरै बाँचौँ खुसीसँग बाँचौँ खुसी भएर बाँचौँ होइन सानो कुरामा खुसी खोजौँ भन्छ नि मान्छेलाई अब खोज्नु म आफूलाई पनि त्यस्तो लाग्यो तर होइन सकिन्छ खुसी खोज्न चाहिँ जस्तो लाग्छ रमाइलो छ के ठाउँ तर हेर्न मजा आउँछ रमाइलो लाग्छ आफ्नो जिन्दगीमा आफूले बुझेर राम्रो गरेर तपाईँको आफ्नो लाइफ हो कि तपाईँको अब आफूले जे चाह्यो त्यही गर्न सकिन्छ मजाले होइन त्यही भएर तपाईँको आफ्नो लाइफ भनेको चाहिँ टक्क छोटो मिठो भन्छ नि त्यस्तो हुनुपर्छ कि तपाईँको कमाउनु पनि पऱ्यो सँगै रमाउनु पनि पऱ्यो होइन अब कमाएर मात्र बुढेसकाल लायो भने पनि त्यसमा पनि मजा आएन होइन कमाएर मात्र पनि त भएन त्यही भएर लाइफ हो थोरै बाँचौँ खुसी भएर बाँचौँ आजको शीर्षक यति नै आउने दिनहरूमा योभन्दा अझै राम्रो तपाईँको क्वालिटी राम्रो कन्टेन्ट राम्रो भिडियो लिएर आउने बाचाका साथ छुट्टिन चाहन्छु हस्त नमस्ते।